अब आउने वैशाख 1 गतेबाट विद्युतीय मसुल बन्ने भएको छ अथवा बिजुलीको पैसा बन्ने भएको छ। ठ्याक्कै भन्नुहोस्, अब आउने वैशाखमा यो लागू हुन्छ कि हुन्न? यदि अब यो लागू भयो भने बढ्यो भने यहाँका जनताले फेरि आन्दोलन गर्ने होला। दर्शक नमस्कार, यति बेला हामी वालिङमा रहेको बीपीसी अफिसमा छौँ। अब आउने वैशाख 1 गतेबाट विद्युतीय मसुल बन्ने भएको छ अथवा बिजुलीको पैसा बन्ने भएको छ। त्यसपछि यहाँका जनताहरू यति बेला बीपीसी अफिसमा आउनु भएको छ। हामी पनि यति बेला बीपीसी अफिसमा छौँ। सर नमस्कार। नमस्ते सर शुभ नाम भन्नुहोस्। मेरो दिल्ली नाम सर यस विषयमा के भन्न चाहनुहुन्छ? यति बेला जनताहरू अब बिजुलीको पैसा बन्ने भयो भनेर बीपीसी अफिसमा ज्ञापन पत्र बुझाउन आउनु भएको छ। सरले ज्ञापन पत्र बुझिसक्नु भएको छ। हामीले तपाईँले स्क्रिनमा पनि देखिरहेको छौँ ज्ञापन पत्र। सर नमस्कार, के भन्न चाहनुहुन्छ? अब यो विषयमा त के भने यो अलि पहिलेदेखि हुँदै आइरहेको प्रोसेस पनि हो होइन। गत वैशाखमा एकचोटि अब इआरसी नेपाल इलेक्ट्रिसिटी रेगुलेटिङ बडीले चाहिँ अब यो चाहिँ वृद्धि पनि गरिसकेका थियो। त्यसमा फेरि हाम्रो यहाँ राजनीतिक दल स्थानीय जनताबाट अलिकति विरोधको होइन कार्यक्रमहरू पनि भए। विरोध स्वरूप त्यहाँ पनि विरोध गर्नुभयो र त्यसपछि फेरि अब यो विद्युत मसुल पुनरावलोकनको लागि चाहिँ उहाँहरूले त्यो बढेको लागि चाहिँ केही दिन स्थगित गर्नुभयो र पछि फेरि उहाँहरू भिजिट गरेर अब यहाँ वालिङमा पाल्पामा भिजिट गर्नुभयो हाम्रो आयोगको अध्यक्षहरू र त्यसपछि त्यसलाई फेरि अहिले चाहिँ अब यसलाई घटाएर पहिला बढाएको भन्दा केही घटाएर पहिला चाहिँ प्रति युनिट ₹2.52 बढेको थियो भने अहिले चाहिँ ₹1.93मा चाहिँ ल्याएर अहिले प्रति युनिट ₹1.93 बढेको छ। हजुर, अहिले चाहिँ पहिला गत वैशाखमा बढ्दाखेरि ₹2.52 बढेको थियो भने अहिले घट्यो। अहिले चाहिँ त्यसलाई पुनरावलोकन गर्दाखेरि ₹1.93 बनाएर चाहिँ अब उहाँहरूले स्वीकृति गर्नुभएको छ। त्यही किसिमको हामीले चाहिँ अब यो वैशाखको रिडिङ त्यहाँबाट वैशाखको बिल जेठको रिडिङबाट चाहिँ लागू गर्ने चाहिँ बुटोल पावर कम्पनीको अब लागू गर्ने हो। ठ्याक्कै भन्नुहोस्, अब आउने वैशाखमा यो लागू हुन्छ कि हुन्न? यदि अब यो लागू भयो भने बढ्यो भने यहाँका जनताले फेरि आन्दोलन गर्ने होला छ। 1 गतेबाट लागू हुन्छ, यो स्योर हुन्छ कि हुन्न? होइन, यो त अब नेपाल सरकारले स्वीकृति दिएको होइन। अब मसुल दर हो। नेपाल सरकारले स्वीकृति दिइसकेपछि तपाईँले बढाउनुहुन्छ, बढ्छ स्योर? हजुर, यो त लागू गर्नै पर्ने हो सरकारले स्वीकृति। किनभने कम्पनीले पनि अब 5-6 वर्ष अघिदेखि बढाउनको लागि पहल गरिरहेको थियो र अहिले लास्टमा आएर अब अहिले चाहिँ स्वीकृति दिएको छ। विभिन्न कम्पनीले मागेको लगभग ₹5.20 जति थियो, ₹1.92 मात्रै स्वीकृति गरिदिएको छ आयोगले। अब यो चाहिँ कम्पनीले आउने वैशाखको रिडिङबाट वैशाखको बिलिङ र जेठको रिडिङबाट चाहिँ कम्पनीले लागू गर्छ। ओके, तपाईँलाई थोरै हामी हामी चाहिँ अन्तिममा पन्छौँ। थोरै हामी लास्टमा जोड्न जान्छौँ। यसमा कुलमान घिसिङसँग केही छ सम्बन्ध के छ? कुलमान घिसिङलाई बर्खास्त गरे लगातै यो मसुल बढ्ने भएको हो? यो होइन, यो पहिल्यैदेखिको प्रोसेस हो। यो त 3-4 वर्ष अघिदेखि नै बीपीसीले अनुरोध गरिरहेको थियो सरकारसँग। अब त्यसको फाइनल भन्न खोजेको यो प्रोसेस पहिलेबाट नै थियो। हजुर, यो धेरै पहिलादेखिको प्रोसेस हो। विद्युत मसुल बढाउने बीपीसी बढाउने भनेर बीपीसी लागेको। तर अन्तिममा अहिले चाहिँ अब त्यो धेरै कुराहरू त्यहाँ हुँदै गए। पब्लिकबाट पनि धेरै सल्लाहहरू होइन, उहाँहरूको पनि अब विरोध प्रदर्शन पहिला बढ्दाखेरि यो विरोध प्रदर्शनहरू हुँदै गए। त्यसमा त्यो सबैलाई हेरेर सबै अब जनताको लेभलबाट पनि होइन अलिकति के भने सबैलाई राहत हुने किसिमले आयोगले फेरि पनि अलिकति घटाएर ₹1.93 मात्रै कायम गरेर अहिले चाहिँ बढाएको छ। के भने राम्रो गर्नुभएको छ भनेपछि अब हामीले पनि विभिन्न क्षेत्रमा राम्रो गरेकै देखेका छौँ। उहाँले त 18 घन्टा लोड सेडिङमा परेका जनतालाई मुक्ति दिलाउनु भएको हो नि? त्यो उहाँको पालामा चाहिँ त्यो भयो। हजुर, ओके, थ्याङ्क सो मच। हस्, धन्यवाद यहाँहरूलाई। ओके, त्यसमा थोरै हामी सरसँग सर नमस्कार। शुभ नाम भइसक्यो। थोरै यसको बारेमा अब सरले त भनिसक्नुभयो। सर यहाँले के भन्नुहुन्छ? सर त भनिसक्नु भएछ जनताहरूबाट ज्ञापन पत्र आएको छ। त्यसमा ज्ञापन पत्र आएको छ। मैले यो ज्ञापन पत्रलाई मेरो हाकिम साहबको टेबलमा मैले पुर्याउने काम गर्छु। हजुर, अब त्यसपछि के हुन्छ अथवा भोलिका दिनहरूले देखाउनेछ। ओके, थ्याङ्क सो मच सर। हस्, धन्यवाद।